मैले बनाएको स्पेसल अचार आजकल चाहिँ यो खान्छु। भाइ यो खान्छ, म यो खान्छु। मलाई चाहिँ यो मिठो लाग्छ। लप्सीको क्या गुलियो गुलियो छ क्या यो अचार, मिठो हुन्छ। तर हामी 1 बजेले हामी यहाँ ब्रान्चबाट चाहिँ पठाइदिन्छौँ, तर बेलुकासम्म चाहिँ हुन्छ क्या सेसन। हाम्रो चाहिँ अब टुर्नामेन्ट हुँदैछ, फाइनल अस्तिको टुर्नामेन्टको फाइनल बनेको ब्रान्च भन्दै जित्छ बनेको। हेलो गाइज, वेलकम ब्याक टु माई अनदर न्यू ब्लग न्यू डे। के छ तपाईँहरूको हालखबर? मलाई सन्चै छ। म तपाईँहरूको सागर। अनि के छ सबैले खाना खानुभयो होला त? म चाहिँ खाना खान्ला। अब आज चाहिँ अब सन्डे हो नि त। अब आज चाहिँ अब अफिस जानु पऱ्यो। अफिस जानुपर्छ है। अफिस जानु पऱ्यो कि फेसको स्मेलले हटाउँछ भने अब त्यही भएर अब म चाहिँ खाना खानु लाग्यो। अब यता मम्मीले चाहिँ बिहानै बनाइसक्नु भएको थियो। म चाहिँ उठेर अब त्यो एक्सर्साइजहरू गरिरहेको थिएँ क्या। अहिले चाहिँ मेरो पुसअप च्यालेन्ज नि भइरहेको छ नि त। तपाईँहरूलाई थाहा छैन होला, मेरो चाहिँ पुसअप च्यालेन्जहरू पनि भइरहेको छ मेरो र इमेज भाइको। दिनमा यति यति हान्यो भनेर ट्याक्कै म्यासेज गर्नुपर्छ। 46 पुसअप डन भन्दै त्यसरी म्यासेज गर्नुपर्छ। त्यही भएर अब खाना खाने अब आजकल चाहिँ अब अलिअलि मोटा हो कि जस्तो पनि भएको छ। त्यही भएर अब खाना खान्छु। खाना कति खान्छु तपाईँले देख्नुहुन्छ अब। त्यही भएर आज यही राजबार आलु पकाउनु भएको रहेछ मम्मीले। मम्मीले बनाएको स्पेसल अचार आजकल चाहिँ यो खान्छु। भाइ यो खान्छ, म यो खान्छु। मलाई चाहिँ यो मिठो लाग्छ। लप्सीको क्या गुलियो गुलियो छ क्या यो अचार, मिठो हुन्छ। मम्मीले बनाएको त सबै मिठो लाग्छ। मलाई साग र भात त मिठो लाग्छ। अब पानी लिएर आउँछु। पानी नि चाहियो। अक्सानी हाल्नुपर्छ नि त्यो चट अक्सानी भन्दैछ के भनिदिन्थ्यो भनिदिन्थ्यो होला। अब त्यही छ केटा, खाना खानु पऱ्यो, अफिस जानु पऱ्यो। आज फेरि अफिसमा काम छ भने टन्ने चेक हाल्नु जानुपर्छ। चेकहरू कति काम छ। ओहो, म त्यही भएर त सोच्दिनँ। मैले यो सोचेँ कि त्यो टेन्सन हुन्छ भनेर। माथा खराब हुन्छ। त्यही भएर अब आइहाल्यो उठाएको। ल अब म चाहिँ खाना खान्छु, तपाईँहरू पनि खानु है। अब खाना खाएपछि भेटौँ होला। सो अब मैले खाना नि खाइहालेँ। अब यहाँ घर के भेटिरहनु, अब अफिसतिर गएर भेट्दिउँ न त है। अब ट्याक्क अफिसतिर के हुन्छ हेर्नु। सो अहिले चाहिँ ट्याक्क अफिस आइपुग्यो। कामसाम गर्नु पऱ्यो। हेर्नु कति गाह्रो छ। अफिस आउनु लाग्यो मुखै खस्स पर्छ। यतापट्टि विपिन दाई हुनुहुन्छ है। विपिन दाई र म भर्खर आइपुग्यो। धेरै पछि होला विपिन दाई र म सँगसँगै आएको आज। होइन त फेरि मेरो कम्प्युटर खोलिदिने टाइम लाग्छ। अब चाहिँ अब कामसाम गर्नु पऱ्यो। कामहरू छ टन्नै। आज ब्याङ्कतिर कामहरू छ। ब्याङ्कमा भ्लग बनाउनु मिल्दैन, नत्र भ्लग बनाउनु दिँदैन नि दाइ। क्यामेरा याद तेर्छ साह्रो जाने क्या दाइ। चिसो चाहिँ एकदम छ आज। चिसो बढ्यो। सो अहिले चाहिँ अब मैले काम एकछिन रेस्ट गरिरह ब्याङ्कतिर गएर भर्खर आइपुग्यो भने ब्याङ्कतिर गएर है। अब एकछिन तल जानुपर्ने छ। त्यसपछि आज फेरि चेक काट्नुपर्ने छ। चेकहरू काटेर यतापट्टि रास्ता आइन्छ। आज रास्ता कान्छ घुमेर कहिले यहाँ छ। तर हामी 1 बजेले हामी यहाँ ब्रान्चबाट चाहिँ पठाइदिन्छौँ, तर बेलुकासम्म चाहिँ हुन्छ क्या सेसन। हाम्रो चाहिँ अब टुर्नामेन्ट हुँदैछ, फाइनल अस्तिको टुर्नामेन्टको फाइनल बनेको ब्रान्च भन्दै जित्छ बनेपाले। रास्तै यतापट्टि हाम्रो एचआर सर फाइनेन्स। ट्युसडेदेखि नै स्टार्ट फ्रम ट्युसडे हो।
रेगुलर हुँदैन हाम्रो सुमितले रहेछ क्या ट्रेनिङ दिने सो द्याट अब नपाउने भयो नि त उसले टाइम हुँदैन नि त उसँग अनि त्यही कारणले अब अल्टरनेटिभ डेजहरू गर्छ होला र जुन जुन ब्रान्चको हुन्छ त्यसलाई चाहिँ मेल आउँछ क्या यो मान्छेहरूको चाहिँ ट्रेनिङ छ पठाइदिनु भनेर चाहिँ सुन्नु हो यो चाहिँ हाम्रो दाइ सैलुङ घुमेर आउनुभयो कस्तो लाग्यो दाइ तपाईँलाई सैलुङ यतापट्टि सर टिभी म अहिले एकछिन यहाँ एउटालाई भनेको थिएँ म अहिले एकछिनमा जाँदैछु त्यहाँ खाजा टाइममा सैलुङ कस्तो छ अरे दाइ के छ दाइ खाजा खानु हो मान्छे एकछिन अब घाम ताप्नलाई माथि हाम्रो कोठा एकदम चिसो छ नि त त्यो भएर घाम पनि ताप्नलाई किन त नि काँक्रो साँक्रो बगेको साइड दिनुहोस् बाबा म एकछिनमा गर्छु है हेलो सागर हजुर यो भ्लग त तिम्रो भाइरल जान्छ नि फेरि यो फिक्स हो नि तपाईँ आउने बित्तिकै यो त फिक्स हो नि मन्टा चाहिँ अब आज राति नै आज राति नै त्यहाँको 12 बजेको अल्टिमेट टाइम दिएको घाममै बस्ने हामी घाममै बस्छ कसले 15 झारेछ त यहाँ मेरो पन्जाको त्यो के क्रिसमस स्यान्टा बनाइदियो नि फोनमा नोटिफिकेसन आइसकेपछि बल्ल थाहा भयो क्या ला 4000 गरिसक्यो फस्यो क्रेडिट कार्डबाट 4000 पसल जानुभएछ अहिले चाहिँ अब चेक काट्दैछौँ हामी बिहानै खाना खाएदेखि अहिलेसम्म केही पनि खाएको छैन सरले यहाँ काम लगा गरे अनि यहाँ हेर्नु न यहाँ यो ब्याङ्क पेमेन्ट हो नि त सर ए ब्याङ्क पेमेन्ट नि चाहियो नि त ब्याङ्क पेमेन्ट के को यो यहाँ हुन्छ त यहाँ तपाईँको नारायण रियल स्टोर यो के को यो चाहिँ 49 होइन तपाईँको डिजल र पेट्रोलको एकै ठाउँ छ मैले अस्ति तपाईँलाई चेक एकैताली काट्दै क्या मैले दुईवटा भाउचर भन्न गाह्रो हुन्छ त्यही भएर यहाँ नाम हेर्नु त यो बुद्ध भूमि यसको चाहिँ चेक हाल्न बाँकी छ पनौतीको रेडी त रेडी भएछ पनौतीको पनि छ क्या त्यहीँ हाल्नु पर्ने मलाई त पठाएको छैन है त्यही उता र जिनामीहरूले पठाउनु पर्ने किन पठाउनु यो चाहिँ के को ल्यापटप रिपेयर एन्ड दिदीले चिया ल्याउँदै हुनुहुन्छ के गर्ने दिदी कफी के अरे हामीलाई त छैन होला होइन पिङ ल्यापटपको स्ट्यान्डर्ड छ यिनीहरूको पनि भौचर आएको छैन है कुनको यो ब्याङ्क पेमेन्टको भौचर ब्याङ्क पेमेन्ट भाउचर त यो भयो नि होइन एउटा अरू स्लिप पनि हुन्छ नि स्लिप चाहिँ डिपोजिट स्लिप आउनुहुन्छ अहिले चाहिँ मैले यहाँ राखेँ है त्यसको यिनीहरू सबै अब भोलि सबै चेक जान्छ होइन एकैतालि हेरेर नि फाइलिङ गर्ने हुँदैन हुन्छ परेन मलाई चाहिँ कन्ट्रा चाहिँ के को भन्नु भनेपछि तपाईँको 52 51 भनेपछि 50 49 मा के थियो थाहा छैन होइन तपाईँको अब पनौतीको आएको त चेक काट्दैन हुन्थ्यो टाकटुक पारेर हेर्नु कस्तो गाह्रो छ हामीलाई बिहानदेखि गरे आँखै दुखिरहेको Mercury sighs in a silvered seam. My heartbeat sinks with neon stream. A filament in a glissade of chrome. I am a voyage with. मेरो चाहिँ भर्खरै काम सिधै हेर्नु यहाँ है बिहानदेखि गरे भयो सर र म यहाँ सरको अनुहार हेर्नु नि यहाँ टेन्सन भिजोग रमाइलो हुन्छ यस्तो त हो नि
यो दुइटा यो यसको भोलि अब रन गर्ने भोचर रन गर्ने ट्याक्क गर्ने बास ए यो भने पर्सि त अनि टुर्नामेन्टमा यही हारेर खेल्ने हो नि यो हेडसेट त मसँग छ एउटा अब यो कम्प्युटर अफ गरिदिनु पऱ्यो डेस्कटप हजुर तपाईँ लास्ट खत्रै तनाव लिइदिनु रहेछ नि म अरू चिला बसिदिन्छु दाइ भएपछि मलाई टेन्सन छैन हजुर हजुर चाबी त छैन नि अब निस्किने हो ट्याक्कै हामी अब निस्किने ट्याक्क अब रेडी हेर्नु अब आम साथी ल बत्ती निभाइदियो अब भयो सर तपाईँले चाबी तिमीलाई चाहिँदैन जनाइ नै छैन नि त मसँग अनि तपाईँले जनाइ लाउनु भएको छ जनाइ ल अनि यो चाबी कहाँ बाँध्ने त अब यो अलि साँझको ओटी हुन्छ हो अब हामीलाई त दिँदैन ए सबसे लास्टमा निस्किने हामी पहिला आमा हामी कम हुन्छ त तपाईँको रातभरि क्लोजिङ नभए नि तपाईँको रातभरि बस्छ